यो भिडियो हो पोखराको फेवाताल। यो पारीको सानो टप्पु बराही मन्दिर। यो ढुङ्गाहरू हो। यो माथि बराङ फेवातालको शिर बराङ भन्ने एरिया देखिँदैछ। घाँटी छिन्ना घाँटी छिरादेखि माथि यो ढुङ्गाहरू छ यहाँ धेरैभन्दा धेरै। यो माछा कि के उफ्रिँदैछ यहाँ पानीमा, माछा पनि निकै पाल्या रहेछ। यो बराही मन्दिर पारीपट्टि बराही मन्दिरलाई अलिकति तानेर जुम गरेर हेर्नु त। यो बराही मन्दिर यो तालको बिचमा छ, पोखरीको बिचमा टापु जस्तो। यसलाई बराही मन्दिर भनिन्छ। निकै ठुलो छ फेवाताल। फेवाताल लेक पोखराको नेपालको प्रसिद्ध पर्यटकीय क्षेत्र हो पोखरा। पोखराको पनि फेवाताल, बेगनास ताल, रूपा ताल, तीनटा ताल छ ठुल्ठुलो। यो फेवाताल चाहिँ बजारकै छेउमा भएको हुनाले धेरै मान्छेहरू आउजाउ हुन्छ। धेरै सुन्दर छ, धेरै राम्रो छ। डाँडाहरू पहाडहरू राम्रो छ वरिपरि। एक साइडमा सहर छ, एक साइडमा पहाडहरू। तीन साइडमा पहाड, एक साइडमा सहर बजार। पोखरा नेपालकै एउटा पर्यटकीय सुन्दर ठाउँ हो भनेर बुझ्नुपर्छ। धन्यवाद।